मम्मी मम्मी म गएँ है हजुर मैले खाएँ त्यहाँ भित्र गिलासमा हेर्नु न त्यो गिलासमा चुरे दगुर्नु के हो त यो त तातो पानी हो ए दुध चुरे नआएर आउनु त खा चनक्क बार वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ मैले बिहानबाट भ्लग स्टार्ट गर्न लागिरहेको छु किनकि म दुध लिन जान्ला हुँ। मम्मीले आज म छिटै उठेँ अनि मम्मीले दुध लिन जा भन्नुभयो अनि मैले दुध लिन जान्ला हुँ। हाम्रो गाउँतिर घर अब चाहिँ टोइलेट जानुभएको कि कता जानुभएको थाहा भएन। ढोका ढङ्ग गर्नु भएर आमा भनेर बोलाएको। म चाहिँ दुध लिन जान्ला हुँ गाइस। दुध लिने ठाउँमा चाहिँ मलाई भिडियो गरेर आउने बेला चाहिँ म भिडियो अन गर्छु। हाम्रो घरको बाघ हेर्नु चाहिँ हाम्रो गाउँतिरको बाघ, हाम्रो गाउँतिरको एउटा बाघ, दुईटा बाघ, तीनटा बाघ। डिप्रेसन ओ आकुरी हाई भन्नु के भनेको यस्तो भयो अब उहाँ चाहिँ हाम्रो गाउँतिरको दाइहरू हो, काम गर्न जानु उहाँहरू चाहिँ। मैले चाहिँ दुध लिएर आइसकेँ। अब चाहिँ म घर जान्छु दुध लिएर घर जान्छु। आज नि कलेज जानु कलेज जाने हो आज नि कलेज उठेछ। फेरि देखाउँछु म भिडियो हजुरहरूलाई। एक दिन चाहिँ म तपाईँहरूलाई मोबाइल कलेजमा लगेर कलेजको भिडियो पनि खिचेर लिएर आउँछु त कस्तो छ हाम्रो कलेज भनेर। सरहरूले नथा पाउनेहरू सरहरूले थाहा भयो भने मोबाइलै दिन राखिदिन्छ बुढोहरूले। खत्तम छ खत्तम। आफूहरू चाहिँ लिएर आउँछ, हामीलाई चाहिँ पढ मात्र भन्छन्। म चाहिँ दुध लिएर घर आइपुगेँ। घरको मान्छेहरू अझै उठ्नु भएन कि अब मम्मी मम्मी के अनलाइन मको रन्जी नआउँदै हुनुहुन्छ। म चाहिँ दुध अहिले त हाम्रो चाहिँ यहाँ मामा घरको आमाले फोन हान्नु भयो। आमा चाहिँ मेरो भ्लगमा बिग्रेको कुराहरू मलाई सिकाउँदै हुनुहुन्छ। अब चाहिँ मैले त्यही अनुसार भ्लग गर्छु। आज चाहिँ हाम्रो गाउँतिर कस्तो म चाहिँ रुखमा चढेर तपाईँहरूलाई आँप पाकेन छाम्छु है त। भो यस्तो जन्म फेरि आउँदैन। बुढोबाट चिप्लेर लड्यो भने भक्लकै हुन्छ फेरि। पानी तताउनु लाएको मैले। तपाईँले पानी तताइदिनु भने किन तताइदिनु भएन? मलाई चाहिँ दुध लिन पठाउने पानी तताइदिनु हाम्रो। ए पागलनी बुढी बाउ यार ऊ मैले चाहिँ ड्रेस लगाइसकेँ। अब चाहिँ जुत्ता लगाउन बाँकी छ तल। अब जुत्ता चाहिँ म लगाउँछु। के हो आज मेरो भिडियो बढेन त तपाईँहरूले मेरो भिडियो हेर्नु छोड्नु भयो क्या? हेर्नु नछोड्नु नि यार। लाइक गर्ने, कमेन्ट गर्ने, सब्सक्राइब गर्नु न। बोल्न मलाई बाल बहुत मतलब भयो त हल्ला नगर्दै रे। गाइज अब चाहिँ मैले नेक्स्ट भिडियोमा चाहिँ के अरे प्र्याङ्क अथवा च्यालेन्ज भिडियो चाहिँ लिएर आउँछु। जसले धेरै राम्रो उत्तर दिन्छ त्यसलाई चाहिँ मैले 50 रुपियाँ विनिङ प्राइज पनि दिन्छु गाइज। म चाहिँ यो गेम चाहिँ 4-5 जना मात्रै खेलाउँछु।
अनि कसले खेल्छ राम्रो तपाईँले भन्नुहोस्, म चाहिँ त्यही अनुसार तिनीहरूलाई गिफ्ट दिन्छु। मैले चाहिँ जुत्ता पनि लगाइसकेँ, अब म रेडी भइसकेँ। ओ मेरो ब्याग खै? आज चाहिँ मम्मीले खाजा चाहिँ मम्मी चाहिँ आज मेलामा जानुभयो, मम्मी चाहिँ खाजा बिहानै दिएर जानुभयो। अब चाहिँ म स्कुल जान्छु, स्कुल गएर भेट्छु। यता गाइज स्कुल गएर अब कलेज गएर आएर भेट्छु म। फाइनली गाइज म चाहिँ कलेज गएर आइसकेँ। यस्तो पसिनै पसिना भयो नि आज कलेजमा, यति धेरै रमाइलो भयो कि यति धेरै रमाइलो भयो। म चाहिँ कलेज गएर आइसकेँ। भेटौँला अर्को नेक्स्ट भिडियोमा। थ्याङ्क्स फर वाचिङ, बाई।